हेलो गाइज, नमस्ते, शुभ सन्ध्या। तपाईँहरूलाई नमस्कार गर्न चाहन्छु। बेलुकाको हाम्रो कार्की भाइ आउनुभएको छ नेपालबाट। कार्की भाइ र म आज सँगै काम गरियो है। म चाहिँ अब कोरियामै भएर पनि करिब 41 दिन है, 1000 घन्टाभन्दा बढी चाहिँ पछि चाहिँ म काम गर्न आएँ कम्पनीमा। भाइ चाहिँ अब कन्टिन्युस काममा जाँदै हुनुहुन्थ्यो। टक्क अब हामी 3 जना छौँ। 2 जना भाइहरू चाहिँ खाना नखाइकनै टक्क घर गएर बनाएर झ्याप्प मिठो बनाएर खाने भनेर चाहिँ त्यत्तिकै हिँडेँ। हामी चाहिँ रेस्टुरेन्टमा गुजारा गरेर त्यहाँ पनि मिठो थिएन। पाउरोटी साउरोटी खाएर चाहिँ झ्याप्पै हामी पनि अहिले त खान नसकेर पाउरोटी बोकेर हिँड्या घरमा खानको लागि। के अब लगभग 1 महिना बेसी पछि काममा आइएको आज। अहिले कस्तो कस्तो भयो कार्की भाइ? नेपालबाट आएर के छ? अब नयाँ जस्तो फिल भयो कि कस्तो भयो? काममा त त्यस्तो फिल भएन। घरमा पसाइ ससाइ चाहिँ अलिअलि नयाँ लाग्यो। त्यस्तो धारा खोल्दा पनि भिन्नै एउटा हुँदो रहेछ होइन। हामीले यसो घुमाएको अथवा के गरेको हुँदो रहेछ घरको झारा खाना पछाडि पटमाथि बस्नु त भएन नि। त्यस्तो भयो अनि त्यो केही भएन। मलाई एउटा कुरो दुःख केमा लागेको छ भने कम्पनीमा अब दुःख गरी गरी लाइसेन्स निकालेँ। मलाई चाहिँ गाडी लिएर जा भन्दैन। के गर्ने भन्नु त यो विषय कम्पनीलाई राख्नु पर्यो। तपाईँ अग्रज मान्छे, कम्पनीले मानेको मान्छे, लाइसेन्स बेच्दिन हामीलाई। तपाईँले यो कुरो चाहिँ कार्कीले यसो भनिएको छ भनेर तपाईँले यो कुरो चाहिँ माथि तपाईँले पुर्याइदिनु पर्छ। अनि कुरा भइसक्यो कि भाइ, महेशले अब कुरा कोटाइसक्यो अरे पहिल्यै। अब कार्कीले अब लाइसेन्स निकाल्यो, अब हुने होला नि त भनेको। त्यस्तै त्यस्तै कुरा गर्यो भन्ने सुनेको थिएँ, तिमीलाई नि भनिसकेको छ होइन त। त्यही भएर थाहा नभएको होइन तिनीहरूलाई। थाहा चाहिँ नभएको हो यिनीहरूलाई। थाहा हुँदा हुँदै पनि किन दिएन भन्ने कुरा आयो। त्यही थियो अल्ल अल्ल पार। यस्तो छ गाइज होइन। हाम्रो चाहिँ आजको भ्लगिङ चाहिँ यस्तो हुन्छ। 4 महिना 1 गते अप्रिल फुल रहेछ होइन आज गाइज। बसमा के हो अप्रिल फुल बनाइरहेको छ। हामी चाहिँ बसमा छौँ तर हामी हिँडेको भनेर भन्दैछौँ। हाम्रो भ्लगिङ हो। ल गाइज, यस्तो छ हाम्रो कार्यक्रममा। बाजे आउनु भएको छ है, सेक्युरिटी गार्ड सेल्युट गर्नुहुन्छ लगभग। अब हामीले हामीलाई पनि सलाम गर्छ है साथीहरूले। झ्याप झ्यापको हामीलाई पनि गर्नुहुन्छ। सलाम गर्छ। ल बाजे त सलाम गर्छन् कि भनेको टाप यार हेर त। यो कम्पनीका गार्ड भयो होइन। त्यहाँ पाले दाई भन्छु यार, पाले बाजे। पुड्का बाजे हुनुहुन्थ्यो। अनि भाइ अब के गर्ने त यार? अब हिँड्नु परेछ। अब कति हिँड्यो नि अब के गर्ने? गाडी किन्नु न एउटा मिलेर किन्ने। कतिको त यतिको किन्ने हो? अस्तिको 1 लाख जस्तो आयो भने त कति यतिको किन्ने? यतिको एउटा किन्नु। यतिको किन्ने भाइ? जे धान्छ आफ्नो। यतिको त महँगो पर्छ क्या। महँगो होइन, राम्रो छैन। महँगो त नहेरौँ न, पैसा त हामीसँग वालछल छैन। महँगो भएर उयो सुन्तलामा गर्दा खाइरह। सुन्तला फेला मलाई दियो भाइ चासो। कहाँ सकिन्छ? त्यो मौसम हो नि त्यो। सुन्तला होइन नि त नि। यो के अरे जुनार के जुनार हो नि त्यो त केसरा हुन्छ होइन। हामी त मौसम भन्छ कि भाइ। यो मौसम है। तपाईँहरूकोतिर के भन्छ गाइज है यसलाई? यो मौसम हो कि बेमौसम हो? मौसमी हो कि मौसमी हो क्या? मौसमी यो भन्छ जुनार होइन। यस्तो छ। हामी 3 जना मात्र छौँ। ए कार्की भाइ आज बुरुकको उफ्रिएको छ काम गर्न पाएर। नेपालमा काम गर्न नपाएर चाहिँ पुरै। साथीहरू अब दाईहरूको दाई त चलिसक्नु भएको। मलाई पनि यसो अलिक प्रमोट गरिदिनु पर्छ। 2 भ्युज आउँछ भाइ 3 दिनमा। कहाँ चल्छ यार? एकचोटि हाम्रो कार्की दाइको त्यो टिकटकको के छ नाम भनिदिनु त दाइ। अनि त्यसपछि थाहा हुन्छ को रहेछ चलेको। मेरो पनि टिकटक भिजिट गर्न मन लाग्यो भने निरज कार्की 26 छ। कार्की भाइ त पुरा 2-3 लाख हो। एउटा प्रत्येक भिडियोमा 2-3 लाख हो। 2-3 लाख। मेरो चाहिँ गाउँका अर्ग्यानिक भिडियो छन् है त। तपाईँहरूलाई गाउँको त्यस्तो मन पर्यो भने
हेर्नुभयो हुन्छ। अब हामी बाटो काट्यौँ सर यहाँ चाहिँ अलि फेरि खतरा छ कि लाइटसाइट केही छैन झ्याप्पै गर्ने हो। लगाइ जब धेरै कुरा पनि के गर्नु होइन, तपाईँहरूलाई दिक्क लाग्न सक्छ हाम्रो भिडियोले, त्यसो रमाइलो मात्र गरिदिएको। अब छोटो मिठो हामी तपाईँहरूलाई दिने प्रयास गर्छौँ है त। तपाईँहरू सब्सक्राइब गर्न हामीलाई नछुटाउनु होला। दाइले फेसबुक हाल्नुहुन्छ भने चाहिँ फलो गर्ने, टिकटकमा के अरे युट्युबमा हाल्नुहुन्छ भने सब्सक्राइब गर्ने। फेरि फेसबुकमा गएर कहाँ छ सब्सक्राइब गर्ने ठाउँ भनेर खोजेर बस्छ। झाप झाप दिनुपर्छ। यहाँ हाम्रो रेस्टुरेन्ट पनि रहेछ है त। छ खुला रहेछ। ल जुल्फे दाई रहेछ उता। यहाँ विदेशी दाइले के हो लुकेर यहाँ आउनु गरे। ल लास्टमा अब बिदा। ल साथीहरू सबैजनालाई हाम्रो होम आइसकेको छ। अब बिदा गर्नु। फेसबुकमा फलो, युट्युबमा सब्सक्राइब, फेरि टिकटकमा पनि फलो गर्न तपाईँ नबिर्सिनु होला भन्दै हाम्रो आजको यो भ्लगलाई छोटो मिठो बनाउने प्रयास गरेका छौँ। धन्यवाद। राम्रोसँग हेरिदिनु होला। तपाईँहरूको आजको दिन शुभ बितोस्। धन्यवाद। ल भाइ तिम्रो काकी जाएर जस्तो हामीलाई धेरै त्यस्तो बोल्न आउँदैन है। हामी चाहिँ पटङ पुटिङ दिइहाल्यो लटर पटर। ल हस्त धन्यवाद भनिदिनु सक्यो हाम्रो। ल छोटो मिठो भिडियो है। अब भन्दा भन्दै 5-7 मिनट भइसक्यो। अब लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। तपाईँहरूलाई नहेरिदिनु भयो भने स्किप गरिदिनु भएकोमा पनि धन्यवाद। जे हुन्छ हुन्छ होइन। फेरि अर्को भ्लग आउँछ। आइरहन्छ, भ्युज नआए पनि निरन्तर गरिरहेको छु है। बाँकीहरूको भ्लगमा भेट्ने बाचाका साथ बिदा हुन चाहन्छु। हवस् त। Okay guys, bye. Yo.